नमस्कार आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, यही मिति 2082 साल फागुनको 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 का श्रम संस्कृति पार्टीको प्रत्यक्ष उम्मेद्वार श्री काशीराम गुरुङ राजुज्यूलाई चुनाव चिन्ह अञ्जुली भरिको माटोमा मतदान गरी अत्यधिक बहुमतले विजय गराइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छौं। जय माटो, जय देश नेपाल। माटोमा आदरणीय विवेकशील जनसमुदायहरू, यही मिति 2082 साल फागुनको 21 गते हुन गइरहेको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर 1 का श्रम संस्कृति पार्टीका प्रत्यक्ष जुझारु इमानदार, लोकप्रिय र मेहनती युवा उम्मेद्वार श्री काशीराम गुरुङ राजुज्यूलाई चुनाव चिन्ह माटोमा भोट हाली अत्यधिक बहुमतले विजय गराई यसै पालीबाट अब नेतालाई होइन जनतालाई विजय गराऊ। साँच्चै यसपालि नेतालाई होइन चुनाव चिन्ह माटोमा भोट हाली जनतालाई अत्यधिक बहुमतले विजय गराऊ। यहाँहरूकै सेवकलाई, यो छोरोलाई, तपाईकै यस आफ्नै भाइ भतिजलाई विजय गराऊ र तनहुँ जिल्लावासीको भविष्य समृद्ध, विकसित र उज्जवल बनाऊ, सफल बनाऊ। नेतृत्व होइन अब अवस्था बदलौ। जय माटो, जय देश। जय जय देश, जय जय श्रम, माटो चिन्ह छैन।